हानगुगे छन्थङ उइसाङ कोरियाको परम्परागत पोसाक है त। हानगुगे कोरियाको छन्थङ परम्परागत उइसाङ पोसाक कपडा क्लोथिङ ड्रेस है त। कोरियाको ट्रेडिसनल ड्रेसको विषयमा आज हामीले यो च्याप्टरमा अध्ययन गर्नेछौँ र ट्रेडिसनल ड्रेस भन्ने बित्तिकै हानबोक चाहिँ आइहाल्छ। हामी धेरैजनाले थाहा पाइराखेकै शब्द हो हानबोक। कोरियाको परम्परागत ड्रेस जुन विशेष अवसरहरूमा लगाइन्छ, सल्लाल, छुसक, विवाह समारोह लगायत विभिन्न अवसरहरूमा यसलाई चाहिँ लगाउने गरिन्छ, पहिरिने गरिन्छ है त। यसकै विषयमा इन्फर्मेसन छ र यसलाई हामीले सर हेरौँ। हानबोक हानगुगे कोरियाको छन्थोङ परम्परागत उइसाङ हिम्निदा पोसाक हो, ड्रेस हो, पहिरन हो। यानि कि हानबोक जुन छ यो चाहिँ कोरियाको परम्परागत ड्रेस हो, परम्परागत पहिरन हो। हानबोक सेक्साङी ह्वार्य हाम्य रङ चमकदार र यो सेक्साङ भन्नाले रङ है, हाम्रो सेक्काल फितकाल पनि भन्न सक्छौँ र ह्वार्य हाता भन्नाले भव्य हुनु, आकर्षक हुनु अर्थात् चमकदार हुनु, भाइब्रेन्ट हुनु भन्ने अर्थ आउँछ। र हानबोकमा चाहिँ विभिन्न गहिरो र चमकदार रङहरू प्रयोग गरिन्छ। त्यो रङहरूको आफ्नै अर्थ पनि हुन्छ है। त्यही भएको कारणले चाहिँ चमकदार रङहरू र डिजाइन उवाहादा भन्नाले आकर्षक, मनोहर है, त्यस्तो टाइपको डिजाइन एकदमै आकर्षक र आरुमदाप्सम्निदा राम्रो हुन्छ, सुन्दर हुन्छ। यसको मतलब जुन ट्रेडिसनल ड्रेस छ यो हानबोक भन्ने, यो चाहिँ के त चमकदार रङहरू र डिजाइन आकर्षक, त्यसै गरी यो सुन्दर हुन्छ भन्ने किसिमको अर्थ आयो। खुरेस त्यसैले हानगुग सारामदुरन कोरियन मानिसहरू सल्नाल भनेको उम्न्यक अनुसार इरोल इरिल होइन त, कोरियन पात्रो अनुसार 1 महिना 1 गते आउने भयो यो नयाँ वर्ष। ख्यारोन सिक्वा खाची विवाह समारोह जस्ता है त। ख्यारोन सिक विवाह समारोह यो नाउनसँग वागवा खाची आएपछि त्यो जस्ता भन्ने अर्थ आउने भयो। थुप्य रागो विशेष र चुङयोहान महत्त्वपूर्ण नारेनुन दिनमा छन्थोङ हानबोगुल प्राचीन परम्परागत हानबोक इप्सुम्निदा लगाउँछन्, पहिरिन्छन्। यसरी चाहिँ यो अर्थ आयो। त्यसै गरी नामसङ हानबोगन केटा मान्छेले लगाउने हानबोकलाई नामसङ हानबोक है। नामसङ केटा मान्छे, यसङ केटी मान्छेलाई जनाउन प्रयोग गरिने पुरुष महिला। नामसङ हानबोक फाजी छगोरी छोक्की है। फाजी वा छगोरी छोक्की, फाजी भन्नाले प्यान्ट भन्ने हुन्छ। विशेष गरी हानबोकमा चाहिँ सुरुवाल भनेर बुझ्दा हुन्छ है त, हामीले सुरुवाल टाइपको। छगोरी भन्नाले हानबोकको माथिल्लो सेट हो है त, माथि लगाउने चाहिँ सेट हो, जसको चाहिँ लामो बाहुला सहितको हुन्छ छगोरी। अनि केटी मान्छेले लगाउने हो भने चाहिँ त्यसलाई चाहिँ हामीले विशेष गरी चोलो नै त भनेर अलि भन्न नमिल्ला, तर जे हानबोकको चाहिँ माथिल्लोपट्टि लगाउने जुन सेट छ त्यसलाई छगोरी भनेर भन्छौँ, जुन लामो बाहुला सहितको हुन्छ भनेर बुझ्दा चाहिँ राम्रो हुन्छ है त। फाजी वा छगोरी छोक्किरो खुसङ्दैगो यो केटा मान्छेले लगाउने हानबोक जुन छ यो चाहिँ फाजी सुरुवाल, छगोरी माथिको सेट भइहाल्यो लामो बाहुला भएको, र छोक्की भन्नाले हाम्रो यो के भन्छ बाहुला नभएको इस्टकोट टाइपको चाहिँ एउटा कपडा हो है। यो अरू विभिन्न सेक्टरमा पनि यो छोक्की चाहिँ प्रयोग हुन्छ। यो टर्मलाई एकचोटि सर गुगलमा हेरेर पिक्चर हेऱ्यो भने हामीले खेलकुद सेक्टर अथवा काम गर्ने क्षेत्र लगायत त्यही हानबोकको छोक्की लगायत विभिन्न टाइपको छोक्कीको विषयमा सजिलै गरी बुझ्न सक्छौँ है त। छोक्की र खुसङ्दैगो योबाट बनाइएको हुन्छ है। र यसङ हानबोगन यो केटी मान्छेले लगाउने हानबोक चाहिँ छिमा वा छगोरी र खुसङ्दैम्निदा छिमा र छगोरीबाट बनाइएको हुन्छ अरे। छिमा भन्नाले स्कर्ट भइहाल्यो, लामो छोटो हरेक साइजको हुने भयो। तर हानबोकमा हुने छिमा के हुन्छ त, लामो हुन्छ। त्यो चाहिँ चित्रमा पनि देखिरहेकै छ। र छगोरी भनेको हानबोकको माथिपट्टिको सेट हो है त। हानबोक चाहिँ छायन सुरउन छुरुम यो प्राकृतिक के भन्छ यसलाई मुजा भनौँ न होइन, प्राकृतिक। यो छुरुम भन्नाले चाहिँ हाम्रो कपडामा पारिएको डिजाइनको लागि बनाइएको मुजा। त्यसै गरी कपडा त्यत्तिकै नेचुरल्ली चाहिँ चाउरी परेको पनि हुनसक्छ कहिलेकाहीँ होइन, त्यो परेको चाउरी। त्यसै गरी हाम्रो अनुहार छालाहरूमा परेको चाउरीलाई पनि छुरुम भन्न सक्छौँ है त। यो नेचुरल सिल्क यो प्राकृतिक रूपमै देखिने, प्राकृतिक यानि कि नेचुरल देखिने मुजाहरू र फुङसनहान सिल्वे सुरु यो प्रशस्त आकार है त। यो फुङसनहान भनेको प्रशस्त एनफ र सिल्वे
सिलुएट भन्नाले हाम्रो सिलुएट यो आकार भनेर बुझ्न सक्छौँ। प्रशस्त आकार जुन चाहिँ ढिलो लुज ब्यागी टाइपको भनौँ न, एकदम खुल्ला टाइपको के त्यस्तो किसिमको आकारले मोदुन छेयाङे सबै शरीरको प्रकारको भन्न खोजेको है। छेयाङ भन्नाले बडी टाइप, शरीरको प्रकार र सबै किसिमको बडी टाइप भन्न खोजेको को सारामदुरेगे मान्छेलाई औलिँदा नुन सुहाउने है। औलिँदा भनेको सुहाउनु, फिट हुनु, राम्रो देखिनु, अलङ विथ भन्ने हुन्छ क्या अरे। सुहाउँछ भन्ने छाङचमी सुमिदा यसको राम्रो पक्ष छ, फाइदा छ, एडभान्टेज, प्लस पोइन्ट जसरी बुझ्दा नि हुन्छ है। छाङचमी थाङचम भन्यो भने फेरि त्यसको चाहिँ उल्टो भइहाल्यो, बेफाइदा, डिसएडभान्टेज, ड्रब्याक्स कसरी बुझ्छौँ त्यसरी बुझौँ है त। यसको मतलब जुन यो हाम्रो हानबोक छ, केटाले लगाउने फाजी छगोरी छोक्कीबाट बन्ने र केटीले लगाउने छिमा र छगोरीबाट बन्ने है त। र यो जुन हानबोक छ यसमा चाहिँ के हुन्छ त, प्राकृतिक किसिममा नेचुरल देखिने चाहिँ हाम्रो के हुन्छ यो मुजाहरू है, जसले चाहिँ हानबोकलाई आकर्षक देखाउने भयो। र फङ्सन एन्ड सिलुएट भनेको प्रशस्त आकार, यानि यो ढिला लुज हुने भएकोले खुला हुन्छ यसमा यो कपडा है। त्यो भएको हुनाले सबै प्रकारको मोटो मान्छेले लगाए पनि यो फिट हुने भयो, यो प्रशस्त आकार भइसकेपछि। र पातलो मान्छेले लगाए पनि उसलाई त मिल्नेलै भयो, र जुन आकार छ त्यो चाहिँ सट्ट बडीमै झरेर त्यसले चाहिँ प्राकृतिक किसिमको मुजा पनि देखाउँछ है आफै, र बनाइएको मुजा त भइहाल्यो। यो किसिमको चाहिँ यसको अर्थ यहाँ आएको छ। त्यसै गरी खुराना तर छन्थोङ हानबोक यो प्राचीन हानबोक, परम्परागत हानबोक जुन छ यो चाहिँ फ्याङसाङ बोगुरो इप्किएनन्। फ्याङसाङ बोक भन्नाले सामान्य जीवनयापन गर्दा हामीले लगाउने जति पनि पहिरनहरू, कपडाहरू छ त्यो भन्न खोजेको है त। डेली लाइफमा हामीले लगाउने सामान्य कपडाहरू फ्याङसाङ बोगुरो इप्किएनन्, त्यो कपडाको रूपमा लगाउन, त्यसरी लगाउन थासो अलिकति थोरै यसो फुलफ्यान हान्छमिस असहजता भएर है, असहजता डिस्कम्फर्ट भएर यो जुमेनुन हिजो आज छन्थोङ हानबोक यो परम्परागत हानबोकलाई खेर्याङहाय सुधार गरेर, इम्प्रुभ गरेर, हल्का मोडर्नाइज गराएर है, खेर्याङ हादा सुधार गर्नु, इम्प्रुभ गर्नु भन्ने हुन्छ। मान्दन बनाइएको सेङहाल हानबोक इम्नुन सारामदोरी भनेको पहिरिने, लगाउने मान्छेहरू मानाजीको स्मृति धेरै हुँदै गइराखेका छन्। अब यो सेङहाल हानबोक भन्नाले अब सेङहाल दैनिक जीवनयापन भइहाल्यो होइन। त्यही डेली लाइफमा लगाउने जुन हानबोक छ जसलाई सुधार गरेर, अपग्रेड, इम्प्रुभ, मोडर्नाइज गरेर गराइएको छ त्यसैलाई सेङहाल हानबोक भनियो है त। त्यो लगाउने मान्छेहरू धेरै हुँदै गइरहेका छन् रे। सेङहाल हानबोक, यो सेङहाल हानबोक जुन छ यो चाहिँ छन्थोङ हानबोक फोदा परम्परागत हानबोक भन्दा डिजाइनी थान्सुन आगो, डिजाइन के त सरल भएर है, थान्सुन आदा सरल हुनु भन्ने हुन्छ। सरल भएर, सरल र सिर्योङ जगियस प्र्याक्टिकल भएर, यानि कि व्यावहारिक भएर, अन्जेना जहिले सुकै फ्यनाके इबुल सुइस्मिदा एकदम कम्फर्टेबल्ली, सहज तरिकाले, सहज रूपमा, सुविधाजनक तरिकाले लगाउन सकिन्छ, पहिरिन सकिन्छ भन्ने यसको अर्थ आयो। इरहान यस्तो हानबोगे फ्यानहानुन हानबोकको परिवर्तन है, जुन हाम्रो परम्परागत हानबोक थियो त्यसलाई हामीले अपग्रेड गरियो, मोडर्न टाइपको बनायो सेङहाल हानबोक भनेर। जुन त्यो गरिएको परिवर्तन छ हानबोकमा, त्यो परिवर्तन चाहिँ हानबोकको थेजुङवा भनेको लोकप्रियतामा है, पपुलराइजेसनमा चाहिँ खिया आया सुमिदा योगदान गरेको छ। अब यसलाई अपग्रेड गरियो, सुधार गरेर डेली लाइफमा लगाउन सकिने बनाइसकेपछि धेरै मान्छेहरूले यसलाई लगाउन थाले, र जसको कारणले चाहिँ यो हानबोकको के त पपुलराइजेसन यानि कि लोकप्रियतामा योगदान गरेको छ भन्ने कुरा आयो है त। त्यसै गरी हानबोक इम्नन सारामे लगाउने मान्छेको, पहिरिने मान्छेको है त। यल्यङ भन्नाले उमेर भन्ने हुन्छ है त। यल्यङिना उमेर वा यखाल दङ्गे तारा, यखाल भन्नाले भूमिका आदि अनुसार, यानि कि जो मान्छेले लगाएको छ त्यसको उमेर वा भूमिका अनुसार है त। सेक्वाल भनेको रङ, अगाडि आएको थियो के आएको थियो, सेक्साङ भन्ने आएको थियो, यहाँ सेक्काल आयो है त। सेक्साङ, सेक्काल, फितकाल जे पनि आउन सक्यो। सेक्काल गवा थिजाइनी डिजाइन है, यो कङ्ग्लिस वर्ड है त। छोगुम थारुनिदा अलिकति फरक हुन्छ अरे है। भूमिका र उमेर अनुसार हाम्रो के त यो
यसको रङ चाहिँ फरक हुन्छ, जुन हामीले सुरुमै पनि हेरिसकेका थियौँ नि। सेक्साङ्गी ह्वार्या हाम्या भनेको एकदमै चमकदार रङहरू जुन चाहिँ क्याप्टिभेटिङ है, आँखालाई ट्याक्क आकर्षक गर्ने खालका विभिन्न रङहरू हुन्छ जसको आफ्नै अर्थ हुन्छ। यहाँ पनि त्यही अनुसार आयो है, डिजाइन रङ त्यही अनुसारले फरक हुने कुरा यहाँ पनि गरेको छ। ख्यारोन सिकेछ विवाह समारोहमा सिल्लाङे अमनिनुन, सिल्लाङ भनेको बेहुला दुला होइन त, बेहुलाको चाहिँ आमाले पोथोङ सामान्यतया फुरुनसेक खेतोङे निलो श्रेणीको है त, फुरुनसेक भन्नाले निलो टाइपको जति पनि हुनसक्छ, सी ब्लू स्काई ब्लू अर्थात् यो नेचरमा हुने विभिन्न किसिमका हल्का ग्रिन मिसिएका ब्लू टाइपका है, यो निलो श्रेणीका जति पनि हुन्छ त्यो भन्न खोजेको है। खेतोङ श्रेणी फुरुनसेक खेतोङे निलो श्रेणीको छम्जानुन भन्नाले शालीन भद्र है, शालीन भद्र भन्ने हुन्छ। छम्जानुन हानबोक यो भद्र टाइपको शालीन हानबोक लगाउने है। र सिन्बु भन्नाले बेहुली है त, दुलही सिन्बुए अमनिनुन दुलहीको आमाले फुनोङसेक भन्नाले गुलाबी है, पिङ्क कलर, फुनोङसेक खेतोङे यो के भन्छ गुलाबी श्रेणीको है, जसमा चाहिँ गुलाबी रङ मिसिए, गुलाबी वा सेतोहरू मिसिएर अरू विभिन्न हुन सक्ने भयो है त, त्यो श्रेणीको थानाहान भन्नाले सामान्य तर आकर्षक भन्न खोजेको। थानाहान हानबोगोल इप्सुम्निदा यो आकर्षक र यो जुन साधारण सरल तर आकर्षक हानबोक चाहिँ लगाउँछ अरे। यानि कि यो के भन्छ बेहुलाको आमाले चाहिँ निलो श्रेणीको निलो क्याटेगोरीमा आउने जति पनि त्यो कलरहरू छ त्यसबाट बनाएको चाहिँ शालीन भद्र टाइपको हानबोक लगाउने, र बेहुलीको आमाले चाहिँ यो गुलाबी श्रेणीको चाहिँ के त एकदमै सामान्य साधारण तर आकर्षक किसिमको हानबोक चाहिँ लगाउँछ भन्ने कुरा यहाँ आयो है त। छेगुन थुरसनुन हिजो आज आएर भन्न खोजेको है। छेगुन थुरसनुन हिजो आज आएर रिसेन्टली हानबोक फेस्टिभलिना यो हानबोकको चाहिँ फेस्टिभल वा हानबोक फेसन सो, हानबोकको फेसन सो, हानबोक लगाएर होइन यो फेस्टिभल गर्ने, त्यसै गरी फेसन सोमा पनि हानबोकै लगाएर गर्ने फेसन सो हो। दङ्गुल आदि थोङे है, दङ्गुल थोङे आदिको माध्यमबाट आदि मार्फत हानबोकको आरामदायक सुन्दरतालाई सेगे जगुरो अन्तर्राष्ट्रिय रूपमा है ग्लोबल्ली नल्ली फराकिलो गरी आल्लिरनुन भनेको जानकारी गराउने भन्नुभन्दा नि यसलाई अन्तर्राष्ट्रिय रूपमा लैजाने परिचित गराउने भन्ने किसिमको अर्थ यसमा लुक्छ। नोरगी प्रयास इयजीको इस्मिदा निरन्तर भइरहेको छ। यानि कि यो हानबोकको चाहिँ फेस्टिभल वा हानबोक फेसन सो है, यसको मार्फतबाट चाहिँ यो हानबोकको के त सुन्दरतालाई चाहिँ हाम्रो अन्तर्राष्ट्रिय रूपमा ग्लोबल्ली चाहिँ यसलाई स्थापित गर्ने मतलब यसलाई परिचित गराउने प्रयासहरू भइरहेको छ भन्ने अर्थ आयो है त। यसरी हामीले यो च्याप्टरमा हानबोकसँग रिलेटेड विभिन्न इन्फर्मेसनहरूलाई हेरिसक्यौँ र अब च्याप्टर 16 मा रहेको छङ्बोलाई पनि हेरिहालौँ है त। हानगुगे छुगयङते कोरियाको आवासको प्रकार, आवासको स्वरूप, आवासको प्रारूपको विषयमा आज हामीले अध्ययन गर्छौँ। छुग भन्नाले आवास बसोबास भन्ने हुन्छ र ह्यङते भन्नाले आकार अथवा स्वरूप प्रारूप भन्ने हुन्छ। छुग ह्यङते आवासीय स्वरूप यानि कि आवासको प्रकार, कस्तो किसिमको बसोबास छ त कोरियामा, यो विषयमा चाहिँ हामीले यो च्याप्टर 16 मा चाहिँ इन्फर्मेसन लिनेछौँ र यसलाई हेरिहालौँ है त। हानगुगेसनुन कोरियामा अनुथुसिरुल खादरादो जुनसुकै सहर गए तापनि, दरादो भन्ने ग्रामर चाहिँ यहाँ प्रयोग गरेको छ है त। यता पनि जुनसुकै सहर गए तापनि आफाथुरुल अपार्टमेन्ट स्विपके सजिलै गरी फोल्सु सुविधा देख्न सकिन्छ। थेग्युमो भन्नाले ठुलो आकारको, ठुलो मात्राको, ठुलो भोल्युममा भन्न खोजेको। थेग्युमो आफाथुदान्जी भनेको अपार्टमेन्ट कम्प्लेक्सहरू है त, अपार्टमेन्ट परिसरहरू, ठुलो मात्राको अपार्टमेन्ट परिसर। मान्खो धेरै र खोचुङ आफातु भनेको धेरै तला भएको अपार्टमेन्ट है त, खोचुङ धेरै तला भएको, आफातु अपार्टमेन्ट पनि पारुके तीव्र छिट्टो नुल्गो इस्मिदा बढिरहेको छ। नुल्दा भन्नाले बढ्नु है त।
नुलको स्थिमिता बढिराखेको छ। खुक्थो खेथोङबु भन्नाले भूमि पूर्वाधार तथा यातायात मन्त्रालय, यो चाहिँ सरकारी मन्त्रालय हो है त। खुक्थो खेथोङबुए इछन इसिबी नन 2022 साल छुग ह्याङथे छोसा आवासीय स्थितिको अवस्थाको सर्वेक्षण है त। छुग आवास सिल्थे अवस्था सिचुएसन स्थिति छोसा सर्वेक्षण, यानि कि यो भूमि पूर्वाधार तथा यातायात मन्त्रालयको 2022 को चाहिँ आवासीय स्थितिको सर्वेक्षण तारुम्यान त्यो सर्वेक्षणलाई हेर्यो भने चाहिँ आफात खजु फिरुन अपार्टमेन्टको चाहिँ आवासीय अनुपात, आवासीय पर्सेन्टेज है त। यो खजु पनि आवास बसोबास हुन्छ र फ्युल भन्नाले पर्सेन्टेज अनुपात भन्ने हुन्छ है त। त्यो अवस्था के छ, ओसिभिल चम्खुफुरो 51.9%ले छन्छे भन्नाले पुरै है, कुनै पनि चिजको चाहिँ पूर्ण भन्ने हुन्छ। छन्छे खागुए पुरै घरधुरीको अर्थात् पुरै परिवारको छलबानी नम्सुम्निदा आधा नाक्सरे, यानि कि हाम्रो अपार्टमेन्टमा बस्ने जुन पर्सेन्टेज छ त्यो चाहिँ कोरियामा बस्ने पुरै घरधुरीको चाहिँ आधाभन्दा धेरै, कति त 51.9% चाहिँ रहेछ है त। आफाथनन अपार्टमेन्ट चाहिँ स्याङहारी फ्याल्लिहागो, स्याङहाल जीवनयापन फ्याल्लिहादा भनेको सुविधाजनक आरामदायक है त। अपार्टमेन्टको जीवनयापन के त आरामदायक सुविधाजनक र फोवान सिस्टम भनेको सेक्युरिटी सिस्टम है। फोवान भन्नाले सेक्युरिटी सुरक्षा प्रणाली, फोवान सिस्टम यो सिस्टम चाहिँ छाल खाचुयाज इस राम्रोसँग सुसज्जित भएर इक्विप भएर अपार्टमेन्टमा सेक्युरिटी सिस्टम त पक्कै नि राम्रो हुन्छ। त्यो भएको कारणले मानन सारामदरी धेरै मानिसहरूले छुवा हाम्निदा मन पराउँछन्। माठ भइहाल्यो, उन्दोङ सिसल यो शारीरिक व्यायाम गर्ने सुविधाहरू, खातुन जस्ता फ्यानी सिसलका सुविधाहरू है, भौतिक सुविधाहरू। खाक्क भन्नाले हरेक लेभलको हरेक स्तरको हाक्यो विद्यालय, यानि कि हाम्रो तल्लो लेभलदेखि माथिल्लो लेभलका युनिभर्सिटीसम्म सबै लेभलको विद्यालय स्कुलहरू खाक्काउन गोसे नजिकैको ठाउँमा चाहिँ इन्नुन गत्तो हुने, यानि कि अपार्टमेन्टको नजिकै परिसरमा चाहिँ के हुने भयो त माटहरू हुने भयो, अर्थात् व्यायाम गर्ने हाम्रो सुविधाहरू पनि हुने भयो। त्यसको साथै हरेक स्तरका विद्यालयहरू पनि त्यही नजिकै हुने भएको कारण हुने कुरा पनि आफातुरुल अपार्टमेन्टलाई सन्होहानुन प्रिफर गर्ने, चुज गर्ने यी कारण मध्ये हानाइम्निदा एउटा हो। यसरी चाहिँ यो इन्फर्मेसन हामीले यहाँ लिइहाल्यौँ है त। त्यसै गरी इएफिए यसको तुलनामा है, जुन यो अपार्टमेन्टमा बस्ने जे कारणहरू अवस्थाहरू पर्सेन्टेज देखायो त्यसको तुलनामा थान्दोक छुथेक भनेको एकल आवासीय घर है त। सिङ्गल हाउजिङ भयो, एकल आवासीय घर, एउटा परिवार बस्ने घर। छुथेगे खजु आनुन फिरुन आवास गर्ने, बसोबास गर्ने अनुपात छन्छे खागुए पुरै घरधुरीको पुरै परिवारको सामसिप फुरुदो आन्देमनिदा 30% पनि हुँदैन रे है त। 51.9% अपार्टमेन्टमा बस्छन् कोरियाका पुरै परिवारको, र यो सिङ्गल आवासीय घरमा चाहिँ 30% पनि बस्दा रहेनछन् है त। यी छरम यो जस्तो थान्दक छितेगे एकल आवासीय घरमा सानुन बस्ने खागुए परिवारको घरधुरीको फिरुन अनुपात पर्सेन्टेज नाच्चिमान थोरै भए तापनि छेगन हिजो आज रिसेन्टली भन्न खोजेको नोन्यान्छुङ भनेको वृद्ध वर्गहरू है, विशेष गरी यो 60+ का रिटायर्ड व्यक्तिहरूलाई जनाउन चाहिँ प्रयोग गर्छौँ। नोन्यान्छुङल छुङसिमुरो विशेष गरी वृद्ध वर्गहरू भन्न खोजेको। वृद्ध वर्गहरूले छायन हन्ग्याङी प्राकृतिक वातावरण छोन थोसी खुन्ग्योए राम्रो भएको सहरको नजिकै है त। खुन्ग्यो भन्नाले थोसी खुन्ग्यो भनेको सहरको नजिकै भन्न हुन्छ। राम्रो वातावरण भएको सहरको नजिकै चाहिँ छनन छुथेगुल छिक्को, छनन छुथेग भन्नाले यो ग्रामीण किसिमको घरहरू है, गाउँको भाइब्स दिने खालका घरहरू, ग्रामीण टाइपका घरहरू छिक्को बनाएर स्याङहाल हानुन जीवनयापन गर्ने सारामदुरुन मानिसहरू छोगुम्सिक नुल्गो इस्मिन्दा थोरै मात्रामा बढिराखेका छन्। यसको मतलब यो अपार्टमेन्टमा जति मान्छे बस्छन् त्योभन्दा कम एकल आवासीय घरमा बस्छन् है त, 30% भन्दा कम। त्यो बाहेक पनि अब हाम्रो सहर जुन छ, यो सहरको वरिपरि चाहिँ प्राकृतिक वातावरण चाहिँ अलिकति राम्रो भएको सहरको नजिकैको क्षेत्रमा चाहिँ विशेष गरी वृद्ध वर्गका व्यक्तिहरू चाहिँ ग्रामीण टाइपका घरहरू बनाएर आवास
बिस्तारै बिस्तारै गरिराखेका रहेछन्, बढ्दै रहेछ भन्ने किसिमको इन्फर्मेसन पनि यो च्याप्टरमा हामीले पायौँ है त। यो बाहेक फोथोङ सामान्यतया फिल्ला रागो फुरुनुन भिल्ला भनेर भनिने थासे छुतेगिना। थासे छुते भनेको चाहिँ बहुपरिवार आवास है त, जुन हाम्रो मल्टिफ्यामिली हाउस छ, बहुपरिवार आवास वा यल्लिप छुते भन्नाले टाउन हाउसहरू, यो सँगै जोडिएका घरहरू भन्न खोजेको है त। छुतेगे सानन खागुदो बस्ने परिवार पनि अर्थात् घरधुरी पनि छन्छे पुरै जम्मा जम्मी टोटलको चाहिँ या करिब सिप फुरुरुल छाजिआएको स्मिता 10% ओगटिरहेको छ अरे है त। यानि कि हाम्रो भिल्ला भन्ने जुन छ जसमा के हुन्छ त धेरै परिवारहरू बस्छन्, यो प्राय 3-4 तलाको हुन्छ र यो भिल्ला र यल्लिप छुतेक टाउन हाउसहरू सँगै भित्ता जोडिएर बनेको घरहरू, त्यसमा बस्ने परिवारको चाहिँ के त अनुपात पनि कति रहेछ हाम्रो 10% चाहिँ यसले ओगटेको रहेछ है त। यसरी यो इन्फर्मेसन पनि हेरिहालौँ। छोइगु नेनुन हालसालै हिजो आज रिसेन्टली इरिन खागु भन्नाले एकल व्यक्ति परिवार है, एउटा मात्रै व्यक्ति बस्ने। इरिन खागुगा छुङ्गा हाम्यांश, छुङ्गा आधा भन्नाले बढ्नु वृद्धि हुनु, यानि कि सिङ्गल पर्सन फ्यामिली चाहिँ बढेर हाक्योना विद्यालय वा छिकचाङ खन्छए कार्यस्थल नजिकै, काम गर्ने ठाउँको नजिकैको वनरुमिना, वनरुम भन्नाले सिङ्गल व्यक्ति बस्ने, एउटा व्यक्ति बस्ने चाहिँ विशेष किसिमको आवास हो वनरुमिना। अफिस टेल भन्नाले अफिस काम गर्ने ठाउँ पनि भएको र सँगसँगै बसोबास गर्ने ठाउँ पनि त्यही एउटै बिल्डिङभित्र भएको त्यस्तो बिल्डिङ हो है त। अफिस धेरै सानुन बस्ने। छलमुन सारामदरी भनेको यङ पिपलहरू है, युवा मान्छेहरू नुल्गै सिमिदा बढिरहेको छ है त। वनरुमिना वनरुम वा अफिस टेल चाहिँ छिमसिरिना फाजाङसिल, छिमसिल भनेको बेडरुम है त, बेडरुम, फाजाङसिल शौचालय भइहाल्यो। छुबाङ भन्नाले किचन, छुबाङ फुवक भन्न सक्छौँ। छुबाङी हान खोङ्गाने एउटै स्पेसमा एउटै ठाउँमा इस भएर फैलिएको सुविधाजनक र फिल्सु जगिन आवश्यक खादन छेपुमी विद्युतीय उपकरणहरू जति पनि वासिङ मेसिन, माइक्रो ओभन लगायत विभिन्न विद्युतीय उपकरणहरू हुन्छ, त्यो आवश्यक पर्ने जति पनि यो उपकरणहरू, विद्युतीय उपकरणहरू छ, यो चाहिँ खुबिदय हिँड्नु उपलब्ध भएको, त्यही सेटअप भएको, प्रि इन्स्टल भएको ख्यङ्गुगा माना अवस्था धेरै भएर हन्जा सानुन एक्लै बस्ने है सारामदुरेगे मानिसहरूमा इन्गिगा छोस्मिदा पपुलारिटी राम्रो छ भन्न खोजेको है, लोकप्रियता राम्रो छ। यो प्याराग्राफमा भन्न खोजेको चाहिँ हालसालै चाहिँ एकल व्यक्ति आवास है, एउटा मात्रै व्यक्ति बस्ने जुन त्यस्तो किसिमको प्रचलन छ, यो बढिरहेको र विद्यालय वा कार्यस्थलको नजिकैको क्षेत्रमा भएको वनरुम अथवा अफिस टेल है त, यसमा बस्ने युवा मान्छेहरू चाहिँ बढिरहेको छ। र वनरुम र अफिस टेलमा चाहिँ के हुन्छ भन्दा बेडरुम, शौचालय, किचन चाहिँ सबै एउटै स्पेसमा चाहिँ हुने भयो, एकै ठाउँमा हुने है, र त्यो कारणले सुविधाजनक हुने बसोबास गर्न। त्यसै गरी आवश्यक पर्ने विद्युतीय उपकरणहरू, घरायसी उपकरणहरू जति पनि छ त्यो पनि त्यही प्रिइन्स्टल भएको कारणले एक्लै बस्ने मान्छेहरूमा चाहिँ यो वन रुम अफिस टेल चाहिँ धेरै पपुलर छ भन्ने अर्थ यहाँ आयो है त। यसरी चाहिँ बसाइको अवस्थाको विषयमा हामीले यहाँ अध्ययन गरिसकेका छौँ।